आज हामीसँग हजुरहरूले भनेअनुसारको खोजेअनुसारकै धेरै जागिरहरू उपलब्ध भएको छन्। त्यसकारणले भिडियो अन्तिमसम्म सुन्नु होला र तपाईँलाई कुनै पनि मिल्ने जागिर छ पक्कै पनि छ, त्यही भएर भिडियो अन्तिमसम्म सुनेर हेर्नु होला र तपाईँलाई मन परेपछि तपाईँहरू चाहिँ असारको 11 गते 12 गते चाहिँ हाम्रो कार्यालयमा आउन सक्नुहुनेछ। त्यसकारण चाहिँ भिडियो अन्तिमसम्म सुनेर जानकारी लिनु होला है त। तपाईँ स्ट्याप्चोक आसपासतिर बस्नुहुन्छ, सामान्य लेखपढ मात्रै महिला कोही हुनुहुन्छ, सरसफाइका जागिर गर्न चाहनुहुन्छ नि, बिहानको 9 बजेर साँझको 5:30 बजीसम्म काम हुनेका महिला चाहिएको छ। शनिबार बिदा छ, कोही गर्न चाहनुहुन्छ त्यो आसपासतिर बस्ने महिला हुनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ है त। र तपाईँले पहिला होटलमा कुनै पनि होटलमा पोस्टमा 3-4 वर्षको काम गरेको अनुभव छ नेपालमै अथवा विदेशमा, र तपाईँले म्यानेजरको काम गर्न सक्छु, एउटा होटललाई चाहिँ मैले जिम्मेवारी लिएर काम गर्न सक्छु भने तपाईँसँग क्यापासिटी छ, काम गर्न सक्छु जस्तो लाग्छ भने चाहिँ तपाईँहरूलाई चाहिँ लेफ्ट साइडमा एउटा होटलको लागि म्यानेजर पुरुष चाहिएको छ। कोही गर्न चाहनुहुन्छ, अब तलब सेवा सुविधाहरू भनेको तपाईँको आफै समझदारीमा हुन्छ, तपाईँसँग कसरी अनुभव छ, कुन तरिकाले तपाईँले काम गर्न सक्नुहुन्छ, त्यही तरिकाको तलब सेवा सुविधा हुनेछ र खाना बस्न कम्पनीले तपाईँलाई एउटा निःशुल्क रूपमा रुम उपलब्ध गराउनेछ है त। अनि मालेपाटनमा चाहिँ तपाईँको हामीलाई अकाउन्टेन्ट काम गर्नको लागि महिला अर्थात् पुरुष चाहिएको छ। विद्यालयको लागि काम गर्ने, अब विद्यालयको सेवा सुविधाहरू चाहिँ राम्रो नै हुन्छन्, काम गर्दै गइसकेपछि शनिबार आइतबार बिदा हुने भइहाल्यो। अनुभव 1 वर्ष 2 वर्ष कस्तो अनुभव छ हजुरसँग त्यो अनुसारले अप्लाई गर्न सक्नुहुनेछ। 9 बजेर 5 वर्ष तपाईँले काम गर्नुपर्छ। कोही गर्न चाहनुहुन्छ अकाउन्टेन्टको काम विद्यालयमा भने सम्पर्क गर्न सक्नुहुन्छ है त। अनि 0 किलोमिटरमा एउटा सप्लायर्स पसल रहेको छ। पसलको लागि चाहिँ पसलमा बसेर सामानहरू बेचिदिनको लागि महिला अर्थात् पुरुष जो भए पनि चाहिएको छ। यसको समय चाहिँ हाम्रो दुईटा सिफ्ट हुन्छ, एउटा बिहानको सिफ्ट भनेको 9 बजेर 8 बजे हुन्छ भने अर्को इभिनिङ सिफ्ट भनेको दिउँसोको 12 बजेर साँझको 11 बजेसम्म हुनेछ। हप्तामा एउटा बिदा हुन्छ, तलब हुन्छ, खाजा हुनेछ। अब फ्रेसरले पनि अप्लाई गर्न मिल्छ, कोही गर्न चाहनुहुन्छ, तपाईँसँग सेल्सको स्किलहरू राम्रो छ, आफूलाई इम्प्रुभ गर्न चाहनुहुन्छ, अब मान्छेहरूसँग इन्ट्याक्ट गर्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ है त। अनि 0 किलोमिटरमा अर्को सप्लायर्सको लागि पनि एउटा हामीलाई जुनियर अकाउन्टेन्ट महिला अर्थात् पुरुष जो भए पनि चाहिएको छ। योग्यताको कुरा गर्नु पर्दाखेरिमा तपाईँ बिबिएस अथवा बिबिए पढ्दै गरेको चाहिँ हुनु पर्यो। हप्तामा एउटा बिदा हुन्छ तपाईँसँग। अब बिबिएस पढ्दै बिबिए पढ्दै गरेकोलाई तपाईँले डेबिटहरू लेजरहरू बनाउन, डेबिट क्रेडिटको बुकहरू बनाउन, अनि त्यसपछि तपाईँको चाहिँ पर्चेसेसहरूको हिसाब राख्न त आइ नै हाल्छ होइन। त्यस कारणले चाहिँ कोही पढ्दै हुनुहुन्छ, फ्रेसर हुनुहुन्छ र काम गर्न चाहनुहुन्छ अथवा ट्रेनिङहरू लिएर बस्नु भएको छ अकाउन्ट प्याकेजहरूको भने अप्लाई गर्न सक्नुहुनेछ। 10 बजेर 6 बजे काम हुने, तलब र खाजा हुनेछ। महिला पुरुष जसले पनि अप्लाई गर्न मिल्छ है त। र हामीलाई लाइट ड्राइभर चाहिएको छ। बिरौटा घारीपाटा नाखा अस्पतालनिर चाहिँ तपाईँको चाहिँ साङ्ग्रिला होटलनिर एउटा बिजुली सप्लायर्सको लागि ए र बीको लाइसेन्स भएको, गाडी र बाइकको लाइसेन्स भएको लाइट ड्राइभर चाहिएको छ। 9:30 बजेर 6:30 बजे काम गर्ने हो। शनिबार बिदा हुनेछ, तलब र खाजा हुनेछ। कहिलेका कामको लागि पोखराभन्दा बाहिर जिल्लाहरू जानुपर्ने हुन्छ भने पोखरामै काम, बाहिरी जिल्लाहरू पनि काम हुन्छ। कोही तपाईँ सम्भव यो क्राइटेरियामा पर्नुहुन्छ, तपाईँलाई सम्भव छ बाहिर जान, पोखरामा पनि काम गर्न भने सम्पर्क गर्न सक्नुहुन्छ। र तपाईँसँग बाइकको लाइसेन्स छ, डेलिभरी काम गर्न चाहनुहुन्छ, खाना बस्न पनि चाहिएको छ, तलब पनि चाहिएको छ भने चाहिँ एउटा पाउरोटी उद्योगको लागि, हरिचोकमा पाउरोटी उद्योगको लागि हामीलाई डेलिभरी गरिदिनलाई पुरुष चाहिएको छ। हामीलाई त्यहीँ बस्नुपर्ने हुन्छ, तपाईँ घर जान आउन मिल्दैन। त्यसकारण चाहिँ कोही पुरुष हुनुहुन्छ त्यहीँ बस्न मिल्छ, तपाईँलाई त्यहीँ खाना बस्न सहितको जागिर चाहिएको छ, बाइकको लाइसेन्स भयो, डेलिभरी काम गर्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ है त। अनि लेक साइड बाराई चोकमा चाहिँ एउटा हाम्रो रेस्टुरेन्ट एन्ड क्याफेको लागि चाहिँ कुक हेल्पर महिला अथवा पुरुष जो भए पनि चाहिएको छ। फ्रेसरले अप्लाई गर्न मिल्छ। तपाईँलाई चाहिँ सिक्ने चाहिँ हुनु पर्यो, सिक्नेको इच्छा चाहिँ हुनु पर्यो, म काम सिक्ने हो भन्ने खालको इच्छा भएको महिला पुरुष जसले पनि अप्लाई गर्न पाउनुहुन्छ। सिफ्ट अनुसार काम गर्नुपर्ने हुन्छ। एउटा बिहानको 6 बजेर 3 बजेको सिफ्ट हुन्छ भने अर्को 8 बजेर 5 बजेको सिफ्ट हुनेछ। अनि अर्को फेरि 11 बजेर 9 बजेको सिफ्ट हुनेछ। 3टा सिफ्ट हुन्छ, तलब खाजा हुनेछ। अब हप्तामा महिनामा चाहिँ तपाईँले 2टा बिदा पाउनुहुनेछ। फ्रेसर मान्छेले अप्लाई गर्न सक्नुहुन्छ। कोही काम गर्न चाहनुहुन्छ, 0 लेभलबाट काम गर्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ है त। अनि अमरसिंह चोकमा एउटा रेस्टुरेन्टको लागि वेटर गर्ल चाहिएको छ। फ्रेसरले अप्लाई गर्न मिल्छ। हामीलाई 2टा सिफ्टको लागि मान्छे चाहिएको, एउटा 8 बजेर 8 बजेको सिफ्ट हुन्छ भने अर्को 10 बजेर 8 बजेको सिफ्ट हुन्छ। हजुरलाई जुन सिफ्टमा फ्री हुनुहुन्छ, तपाईँ 8 to 8 गर्छ भने पनि पाउनुहुन्छ, 10 to 8 गर्छ भने पनि पाउनुहुन्छ। तलब खाना खाजा हप्तामा एउटा बिदा हुनेछ। कोही गर्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ है त। अनि नदीपुर पनि अर्को रेस्टुरेन्टको लागि नै वेटर गर्ल चाहिएको छ। फ्रेसरले अप्लाई गर्न मिल्छ। सिफ्ट 2टा छ। अब तपाईँलाई 10 to 8 गर्छु भने पनि पाउनुहुन्छ, 8 बजेर 8 बजेसम्म गर्छु भने पनि पाउनुहुन्छ। तलब त्यही अनुसारको हुनेछ। धेरै समय गरे धेरै तलब, थोरै समय गरे थोरै तलब हुन्छ। 2 टाइमको खाना खाजा, हप्तामा एउटा बिदा हुनेछ है त। र तपाईँ शिक्षक अथवा शिक्षिका हुनुहुन्छ, 2 देखि 5 सम्म अङ्ग्रेजी विषय पढाउन सक्ने कोही शिक्षक शिक्षिका हुनुहुन्छ, कम्तीमा पनि 6 महिना अनुभव भएको हुनुहुन्छ भने माइलेपाटनमा एउटा विद्यालयको लागि हामीलाई शिक्षक शिक्षिका चाहिएको छ। कोही गर्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्न सक्नुहुन्छ है त। र तपाईँलाई दिउँसोमा जागिर गर्दिनँ, म रातिमा जागिर गर्छु भन्नेलाई चाहिँ कुक हेल्परमा जागिर आएको छ। लेक साइडमा एउटा रेस्टुरेन्टको लागि नाइट कुक हेल्पर चाहिएको छ। बिहानको 5 बजीसम्म काम गर्नुपर्छ, साँझको 7 बजे गएर चाहिँ तपाईँ चाहिँ बेलुकाको 7 बजे जाने, बिहानको 5 बजीसम्म काम गर्नुपर्छ। तलब खाना खाजा हुनेछ, हप्तामा एउटा बिदा हुनेछ। अब तपाईँसँग अनुभव कसरी छ त्यही अनुसारको तलब सेवा सुविधा तपाईँले पाउन सक्नुहुन्छ है त।
अनि सिर्जना चोकमा एउटा डेन्टलको लागि सहयोगी महिला चाहिएको छ। काम भनेको अब डक्टरलाई एसिस्ट गरिदिने अनि सरसफाइहरू गर्ने, यसरी रिसेप्सनमा बस्ने खालको 18 देखि 28 वर्षको महिलाले अप्लाई गर्न पाउनुहुन्छ। 10 पास भइ नै हाल्छ, फ्रेसर भयो भने हुन्छ। अनि हप्तामा तपाईँले एउटा बिदा पाउनुहुन्छ है त। र पार्ट टाइम हाउसकिपिङको काम गर्न चाहन्छ, पार्ट टाइम रुम मिलाउने र सरसफाइ गर्ने हाउसकिपिङको काम गर्न चाहन्छ। लेक साइड स्टेट नम्बर 9 मा होटलको लागि हाउसकिपिङ महिला चाहिएको छ। बिहानको 8 बजेर दिउँसोको 12 बजे, जम्मा 4 घन्टा मात्रै काम गर्ने। कोही गर्न चाहनुहुन्छ हाउसकिपिङ काम भने सम्पर्क गर्न सक्नुहुन्छ। यो बाहेक जुन हिजो हाम्रो अस्ति उपलब्ध भएको जागिरहरू हाम्रो ब्याकअप फाइलमा pokhara.job.com.np वेबसाइट जुन तपाईँले डिस्प्लेमा देखिरहनु भएको छ होला, यसरी सर्च गरेर हेर्नु होला। तपाईँको ब्राउजरमा गएर त्यहाँ जागिरको क्याटेगोराइजहरू जागिरहरू हुन्छ, विभिन्न जागिरहरू, होटल, रेस्टुरेन्ट, रिसेप्सन, अकाउन्टेन्ट, मार्केटिङ, सेल्स, अब कुन कुन क्याटेगोरीमा जागिर खोजिरहनु भएको छ त्यो तपाईँले सर्च गर्नुभयो भने त्यहाँ लिस्टहरू सर आउँछ। आफूलाई जुन जागिर मनपर्छ त्यसको छनौट गरेर हामीलाई स्क्रिनसट पठाउन सक्नुहुनेछ। हाम्रो डिस्प्ले दिएको वाट्सएप नम्बरमा हाम्रो प्रोफाइल भिजिट गरेर हेर्न सक्नुहुनेछ। अब टिकटकबाट हेर्नुहुन्छ भने फलो गर्नु होला, फेसबुकमा हेर्नुहुन्छ फलो गर्नु होला, अनि तपाईँलाई युट्युबबाट हेर्दै हुनुहुन्छ सब्सक्राइब गर्नु होला, इन्स्टाबाट हेर्दै हुनुहुन्छ भने फलो गर्न सक्नुहुनेछ। तपाईँ कहाँबाट हेर्दै हुनुहुन्छ त्यहाँ अनुसारले आफूलाई फलो गर्न सक्नुहुन्छ। र यस्तै यस्तै कामहरूको लागि तपाईँहरू हाम्रो आइडीलाई फलो गर्न सक्नु भइहाल्यो। तपाईँहरूलाई थाहा छ हाम्रो पोखरा जब सेन्टर बेरोजगारलाई रोजगार, रोजगारदातालाई कामदार।